फाइनली हामी पुगिसक्यौँ होइन 8 नम्बर बाँध यो 8 नम्बर बाँध नै हाम्रो माछा मार्ने ठाउँ एउटा केटा हो हामी पुगिसक्यौँ 8 नम्बर बाँध यो 8 नम्बर बाँध पहिला कस्तो राम्रो थियो यार राम्रो यो हामीहरू चाहिँ 3 जना आएको छौँ हामीहरू होइन बस्ने सस्ने सबै छ सकिन्छ यहाँबाट जान सो हामी चाहिँ अब पुगिसक्यौँ होइन 8 नम्बर बाँध यो है गाइस 8 नम्बर बाँध कस्तो देखिरहेको यहीँ होइन अगाडि जाने कि यहीँ अस्ति चाहिँ धेरै पानी थियो क्या हामी नुहाउन आउँदाखेरि दैलो खोल्दै छ है माछा चाहिँ हुन्छ कि हुँदैन कहाँ गएको त यहाँ माछा हुन्छ र सकिँदैन हाम्रोलाई यहाँबाट भनेकै हो अझै खुट्टा उठालेर जान्छु है काम गर्ने लुगा लिएर ल्याएर छु पानी चाहिँ तातेर हल्का पर्खिन हौ केटा हो ओइ साइकलमा ताला हानिस् बाटो त यहाँ चाहिँ हुन्छ होला माछा नै गयो खुट्टा यहाँ चाहिँ पानी ट्याङ्की छ 8 नम्बर बाँध मान्छे चाहिँ टन्नै आउँछ कि यहाँ माछा मार्न कहाँ गएको अब अझै पारो छ ठाउँ क्या यहाँ चाहिँ हुन्छ होला होइन माछा यहीँ त हो माछा यहीँबाट मैले मुङ्ग्री सिँगी लिएर गएको बल्छीमा कहाँ यहाँ जिलान कहाँ होला थाहा हामी 3 जना माछा मार्न आज लागिमा माछा चाहिँ हुन्छ जस्तो मलाई लाग्यो सर्प अरू त हुँदैन नि भए पनि केही छैन म टेन्सन नगर हो मुजी मलाई सर्पमा डर लाग्दैन तर यहाँ त्यस्तै पानी सर्पहरू हुन्छ ढोडिया र पानी सर्प मतलबै छैन रोवनसित मात्र मतलब हो यहाँ त पानी सर्पहरू ढोडियाहरू करेन्ट सर्प त 3 लट मारेको छु म यस्तो बुलोहरूमा चाहिँ हुन्छ कि पानीको ढुङ्गाहरूमा पुलिस निकाल्छ त टाउको दामी रहेछ ठाउँ होइन भिडियो टाइम